हेलो गुड मर्निङ एभ्रिवान, इट्स डे 2 ब्लग। अहिले चाहिँ हामी बेनी बजारको न्यू रोडमा हिँडिरहेका छौँ। यो चाहिँ हाम्रो गाडी जाँदैछ सामान लिएर, अनि हामी चाहिँ वाकिङ हामी अलिक परसम्म चाहिँ हिँड्दै जान्छौँ, त्यसपछि चाहिँ फेरि बसमा चढ्छौँ है। बेनी बजारको बस पार्क हो यो। हाम्रो ग्रुप चाहिँ यहाँनिर सबै स्टक हुन्छ पानी हो क्या, के अरे पानी रे पाइप हो क्या, खाने पानीको पाइप हो। खाने पानी होइन, मेसिन चलाउने पानी हो। ठुलो एउटा पाइप हो, पाइपलाई बन्द गर्ने धारा हो यो, भ्याल्भ हो यो होइन। अनि त्योभन्दा यता चाहिँ हाम्रो टर्बाइनको पार्ट भयो है। यो मिनीले भ्याल्भ यो बाहिर निस्केको छ नि, त्यो भयो। यता हेर्नुहोस् त, आइडेन्टिकल हो यो चाहिँ अर्को साइड भयो होइन। अब त्यो भ्याल्भ जुन ब्रेकरहरू हुन्छ है, सर्किट ब्रेकरहरू थाहा छ। घरमा एमसिक्यू हुन्छ नि, त्यहाँ कन्ट्याक्ट त्यस्तो एमसिक्यू छ नि। बाँकी छ उहाँलाई सुते पनि हुन्छ। आज आएर अहिले चाहिँ हामी यहाँनिर खाना खान लागेको। यो चाहिँ पहिले हाम्रो गाउँतिर कस्तो घर रहेछ, एकदमै गाउँघरको घर जस्तो है। यो चाहिँ सेल्फ सर्भिस रहेछ, म खानाको लागि लिइहालेको। यो मेरो कुपन, अनि यहाँ चाहिँ सेल्फ सर्भिस यहाँ लगाइदिनुहुन्छ, आफै लगेर जाने, टेबलमा बसेर खाने। यहाँ चाहिँ हाम्रो भेज छ भित्र। ओरेमा चाहिँ हाल्नु ल खाना रहेछ एकछिन। सेल्फ सर्भिसको खाना आउँदैछ यहाँनिर। एके म साथीसँगै बसेर खाने। यहाँ बसौँ है। हामी चाहिँ अहिले अन द वे छौँ। अब हाम्रो यहाँ अहिले खाना खाइसकेको छौँ यहाँ बाटोमा। अनि हामी चाहिँ आज जोमसोमसम्मको यात्रा हुनेछ हाम्रो। अनि त्यसको लागि हामी यहाँनिर खाना खायौँ। यहाँको खाना एकदमै मिठो थियो। यहाँ भित्रपट्टि हामी खाना खायौँ, एकदमै गाउँको जस्तो पाराको छ होइन। अनि यो चाहिँ हाम्रो बस भयो होइन। अनि सबैजना साथीहरू चाहिँ खाना खानु हुँदैछ, अनि मैले चाहिँ खाना खाइसकेर म चाहिँ बसमा जाँदैछु। हेलो एभ्रिवान, अहिले चाहिँ हामी रुप्से झरनामा छौँ होइन। यो चाहिँ बाटोमै पर्दो रहेछ। सो हामी एकछिन रोकेर चाहिँ रुप्से झरना हेराउनको लागि सरहरूले गाडी रोकिदिनु भएको छ हाम्रो लागि। फोटोहरू खिच्नुपर्छ यसमा। अब यो रुप्से झरना। अहिले चाहिँ फेरि हामी बसबाट तल झरेको छौँ। यहाँनिर रिभरको ब्याङ्क, मतलब हामीले रिभरको अलिकति स्टडी सरहरूले देखाउने भन्नुहुँदैछ। सो हामी चाहिँ सबैजना बसबाट झरिसकेको छौँ। अनि कोही वासरुम जानुहुँदैछ, अनि कोही चाहिँ यहाँनिर हाम्रो कालीगण्डकीको रिभर हेर्नुहुँदैछ। अनि सो म पनि त्यतै जाँदैछु। चिसो हावाको है, पानी पर्ला जस्तो छ त। तिमीले जिपिएस ल्याएन र? अनि तिम्रो हेर न ग्यास हो नि त पर्यो। अनि एटलिस्ट अहिले हामीले सबै स्टडी गर्नलाई, सबै हेर्नलाई अहिले टायर पनि छैन होइन। अब बेसीमा अब यो रुखहरू हेर्नु, अब यो रुखहरू त्यो बाल डक्टर त्यहाँ देखिरहेको छ नि, यत्रो बाक्लो भन्ने मात्र यसमा कारण छ। किन पक्कै यो अगाडि चाहिँ इरोजन भएर आएको भएको भएर यो बेला नै हुर्किन पाएको भएको छ। अब अहिले त अलिकति काइन्ड अफ स्टेबल देखिन्छ, तर हामीले पानीको ड्रेन यो रुख चाहिँ नभएकोले गर्दा यो ढुङ्गा चाहिँ नहटाइदिएको भने जस्तो भएन है। अब
हजुरले कतिवटा कतिवटा निकाल्नुहुन्छ कुन कुन होला एउटा मार्फा भयो यता सबै मार्फै हुन्छ बियर रक्सी वाइनहरू वाइनहरू र ब्रान्डी दुईटा भेराइटी अङ्कल यताको चाहिँ तपाईँहरूको होइन होइन त्यो होइन हो यसको खाने चाहिँ असोज पर्छ नयाँ चाहिँ पछि टिस्टामा यहाँनिर खाँदैछु म मुस्ताङमा आएर मिठो छ त नि त्यो पनि फ्रीमा पाइरहन्छ मेरो अङ्कल हाम्रो फ्रीमै दिनुभएको मलाई त बोटमै टिपेर खानु मन छ नि के गर्नु ए हरियो कलरको ग्रिन कलरको एप्पल तिमीहरू पनि खाएको देखाउँछु म अझ ग्रिन कलरको पनि खानुपर्ने है अर्को घरमा फ्रीमै माग्नुपर्छ है चाहिँ यहाँनिर मार्फा वेलकम टु मार्फा भिलेज भनेको छ अब यहाँ मार्फाको एरिया गाउँमा चाहिँ हामी सर्भे गर्नु जाँदैछौँ म चाहिँ खानुमै बस्दछु नमस्ते अङ्कल हाई एभ्रिवान अहिले चाहिँ हामी जेरी गल्लीमा के भन्छ छिर्न लागेको छौँ अनि यहाँ साथीहरू त एकदमै रेडी भइसकेको छ जेरी गल्ली वेलकम टु जेरी गल्ली जेरी मुभीको सुट चाहिँ यहाँ भएको थियो अनि त्यही मुभी पछि चाहिँ पश्चाताप चाहिँ जेरी गल्ली भनेर राखिएको गल्ली हो यो है आई होप त्यही हुनसक्छ जेरी गल्ली त्योभन्दा अगाडि थिएन नमस्ते अङ्कल उहाँको व्यवसाय भनेको उहाँ योहरू माथि चढ्छ पैसा दिने महिनाको दिनको 1200 हुन्छ चामिन चढ्यो भने आज 1500 पुग्छ है अनि यो चढेर घरे मात्रै फोटो खिच्ने मात्रै अब हेर्नलाई चढ्नेलाई त वनमा त हेर्न त पाइयो नि मजाले तपाईँले आफै बनाउनु भएको कि यो हजुर यो आफै बनाउनु भएको कि कहाँबाट ल्याउनु भएको नाम पर्दैन एज चाहिँ भन्दिनु है हजुरको श्रीमतीको उमेर कति भयो त्यतिखेर मेरो चाहिँ 39 अनि के हजुर अनि छोराको छोराको एज हजुर अनि हजुरहरूले कतिसम्म पढ्नु भएको छ अध्ययन अनि धेरै बुढाबुढी दिँदै पढेको छ 12 कक्षा हजुर अनि भाइ अहिले कति पढ्नुहुन्छ छोरा चाहिँ एलकेजी अनि हजुरहरूको मुख्य व्यवसाय भनेको त यही पसल हो हैन अनि यो पसलबाट हजुरको हाई गाइस अहिले चाहिँ हामी शेर्पा ड्रेस यहाँनिर आएर लगाइसकेको छौँ हामी चाहिँ जेरी गल्लीमा छौँ अनि ड्रेस लगाएर मेरो ड्रेस लुक एट मी हियर अनि साथीहरू पनि रेडी भइसकेको छ अनि नि यहाँ आन्टीले लगाइदिनु भयो मलाई कस्तो देखिरहेको छ हो आई होप फोटो राम्रो आयो हुन्छ अहिले चाहिँ हामी जेरी गल्लीमा छौँ अनि हाम्रो फोटो सुट भइरहेको छ भनौँ न होइन अनि साथीहरू सबैजना फोटो खिचिरहनु भएको छ अनि मैले चाहिँ यसो जेरी गल्ली देखाउँछु भनेर क्यामेरा अन गरेको यो चाहिँ हो जेरी गल्ली जहाँ चाहिँ जेरी मुभी सुट भएको थियो जसमा चाहिँ हिरो हुनुहुन्थ्यो अनमोल केसी र आना शर्मा